मैले चाहिँ आज यो फर्सीको के बिया चाहिँ गमलामा रोपिदिन लागेको साथीहरू। मेरो चाहिँ बारी छैन, त्यही भएर मलाई यो फर्सीको मुन्टा चाहिँ एकदम धेरै मिठो लाग्छ। अनि त्यही भएर मैले चाहिँ गमलामा रोपेर फलाएर खान लागेको। हेर्नु होला साथीहरू, म चाहिँ सधैँ यसरी नै रोपेर खान्छु मुन्टा। अहिले म रोप्न गइरहेको छु यसलाई। तपाईहरु पनि हेर्नु होला कसरी रोप्छु। अनि पछि ठुलो भएर मुन्टा टिपेर पनि म भिडियो हाल्छु, मुन्टा टिपेको पनि हेर्नु होला। यसलाई रोपिदिन्छु अब। यसमा रोपिदिन्छु। ड्याङ ड्याङ पारेर रोपिदिन्छु। मैले चाहिँ रोपिदिइसकेको छु यसलाई। अब फर्सी उम्रेपछि पनि म अर्को भिडियोमा देखाउँछु तपाईहरुलाई। हजुर छ दाइ। अलि खट्नु त पर्यो नि, सँगै फेरि खट्ने होइन, 5-6 वर्ष खटेपछि त भयो। के गर्नु भयो यो काम नभएको? मैले चारू बिरुवाहरू पनि यसरी फलाइरहेछु। कस्तो राम्रो आइरहेछ यो।